हेलो साथीहरू, देख्नुभयो झापामा नि सिमलेको खेती यति धेरै हुन्छ है। बाटोको छेउछेउमा रोप्छन् क्या, बारीको छेउछेउ हेर्नु त। यो चाहिँ कस्तो सेतो र रातो खालको सिमले छ, पछि यति धेरै फल्छ अनि यति मिठो हुन्छ। यो चाहिँ रातो खालको, यो चाहिँ डन्ठी रातो छ है, यो चाहिँ सेतो खालको क्या सिमले। हेर्नु न, यस्तो मजाले खेती गर्छन् यहाँनिर। अब हामी चाहिँ पाहाडमा पनि रोप्छौँ, तर पनि यहाँ धेरै खेती गर्छन्। हेर्नुहोस् त, पुरै सिमलेको खेती छ। यतातिर चाहिँ फेरि घारीमा पनि हुन्छ है। हेर्नुहोस्, यस्तो मजाले घारीमा पनि भइरहेछ। देख्नुभयो नि, घारीमा नगोड्दा पनि फल्छ क्या यहाँ चाहिँ सिमले। कस्तो घाँस पनि छ होइन, सिमले पनि छ जताततै कि खासै गोडमेलै गर्नु पर्दैन। हेर्नु त, यो घारीमा मजाले फल्छ। उठ्नु नि, हाम्रो जस्तो अब बिहानै उठेर केही गर्नु पर्दैन त, आनन्दसँग 8 बजीसम्म सुत्नु। त्यही त होइन, नभए त एकखेपको जिन्दगीमा सुत्नुपर्छ मजाले। किन, आराम हुन्छ नि। दुध पनि अघि धोएर ल्याउनु भयो। दिनको 500-600 रुपियाँ त आउँछ नि दुधैबाट पनि। यही ठिक होला हौ, गाई पाल्नु, भैँसी पाल्नु। अब म पनि त्यसै गर्नु पर्यो यहाँ आएर। होइन ल, तपाईँको नजर त्यस्तो। अझै वेट लसै भएको छैन। खै त्यत्तिकै छ, खाना टन्नै रुच्छ। होइन, अझै घटौँ भनेको, खै त नि। बिरक्तै हुन्छ नि खाँचै। काठको थोत्रे घर जस्तै हड्डी निक्लेर। दिदीसँग गफ गर्दै गर्दै लाग्यो। अब चाहिँ चोक हो क्या। ओए सम्झना, खाना पाएको? खाना पाएको? आउँ खान। अर्ग्यानिक साग, अर्ग्यानिक साग। छिमेकीहरूलाई बोलाउँदै बोलाउँदै हिँड्ने हो क्या, बिहानै मर्निङ वकमा। चाहिँ सबैलाई बोलाउँछु नि त, मेरो बोलाउने बानी छ। यहाँ परतिर पनि एकजना दाजु बोलाउँछु ल। हरिस्का, अनि बिहान बेलुका पापान्सेको खायो भने त अनि बाजेको घर बनिहाल्छ नि, व्यापार चल्नु पऱ्यो नि त हौ। अनि अझै किनिदिनु भन्दै राख्नु नि दाजु, यसो चाहिने बच्चाहरूको सामग्रीहरू त। ए हो, होइन यसो यसो सेन्तेरेमहरू पनि राख्नु होइन, चल्थ्यो। ए यसो व्यापार गरेपछि त सबै थोक राख्नु पर्यो क्या, ग्राहक फर्केर नजाओस् होइन दिदी, चाहिएको चिजहरू। लु आइगयो त ऊ ग्राहक, फेरि 50 रुपियाँ लिएर। ल जाउँ।